welcome on Rupesh Hansda official channel. रानी पोखरी देखें, वीर अस्पताल। यो चाहिँ रत्न पार्क हो, पार्कबाट सिधा गइरहेको छ। वीर हस्पिटल यो चाहिँ हामी टुडी खेल राष्ट्रिय ट्रमा सेन्टर सैनिक कल्याणकारी भवन अगाडि। यहाँ चाहिँ एउटा मन्दिर त्यहाँ चाहिँ हाम्रो यहाँदेखि यता न्यू रोड, नयाँ रोड, यहाँ चाहिँ हामी यो नयाँ रोड नयाँ बालन साजुलाई चकाचक बनाइदिनु भएको छ। काठमाडौँ दरबार स्क्वायर गइरहेको छ। यो न्यू रोडबाट हामी भित्र छिरेर अगाडि यहाँदेखि सानो मन्दिर छ, बाटोहरू हेरौँ। सानो मन्दिर सानो भूगोल पार्क रहेछ यो। भूगोल पार्क न्यू रोड को बाटो।
विशाल बजार यहाँदेखि विशाल बजार रोक्यो हाम्रो काठमाडौँ दरबार स्कारको हामी छिरिसक्यौँ त्यो अहिले निर्माणको काम पनि चलिरहेको छ हेर्न सक्नुहुन्छ भत्याङ बुत्याङ पारेको छ यहाँ ठुलो बाघ रहेछ अनि यो पुरानो कला भनेको बिल्डिङहरू रहेछ अहिले हामी यहाँ काठमाडौँ दरबार स्क्वायरमा पुगिसकेको छ यहाँको दृश्यहरू देखाउँछ यो चाहिँ हाम्रो पुरानो काठमाडौँ को बिल्डिङहरू भवनहरू हेर्न सक्नुहुन्छ यतातिर पुराना भवनहरू हामी हेर्न सक्छौँ यो भूकम्पले गर्दाखेरि चर्केको अहिलेसम्म निर्माण हुन नसकेको अवस्था छ निकै पुरानो कुमारी बस्ने जीवित देवता भनेर हामी बुझ्ने गर्छौँ। जात्रा निस्किन्छ सबभन्दा ठुलो नेवारीहरू समुदायको।
यहाँदेखि पनि दामी आइरहेको छ भूकम्प यहाँ घन्टा हाल्ने रहेछ यहाँ चाहिँ भूकम्प बेला आउँछु म मान्छे यहाँ हो काल भएर गयो भैरव हाम्रो तरेजु भवानीको मन्दिर यतापट्टि है यहाँ चाहिँ एकछिन बसेर आनन्द लिने ठाउँ रहेछ के पुरा है
बुनीले परेवालाई चारो खाएको नानीले कलेज भवन है यहाँ पर सबभन्दा अग्लो मन्दिर मैले लक गरिसकेँ लक्ष्मी मन्दिर Silas.